होइन एउटा फेरि युद्धमा हिँडेको मान्छे हार मार्नु न जस्तो पनि जित्नु पर्छ अरे फेरि यस्तो कमेडी गरेर केटाहरू हजुर देख्छ बाहिरबाट भित्र म यहाँ घरबाट त्यहाँ कहाँ मस मतलब छैन म छोडेर आउने बिहाको के बाई बाई यो सबै अलराउन्डर भइदिने अरे कि सही हो अलराउन्डर हुनुपर्छ बाहिर लस न अलिअलि देखाउन त यार हिजो फोटो मात्र देखिन आज भिडियो फोटोमा देख्दैन भिडियोमा त देख्नु पऱ्यो नि त क्रिसलाई देउघास यहीँ हो हान्ने हामी नि ल हस् थ्याङ्क यू है ल वेलकम क्रिस खै त मलाई वेलकम भनेको छ लिवाङमा थ्याङ्क यू रमेश देखियो अब थ्याङ्क यू ठिक छ नि एकदम यात्रा एकदम सफल भयो यस्तो दिमाग खराब भयो मान्छे डर मान्छे पनि नानीसँग नआऊ के नानी जहिले है त्यो ढिलो मात्रै हुन्छ एबाट प्रकाश त दादा बाइकमा पुगेको के अरे हुन्छ होइन यसमै राख्नु मिल्छ होला त्यो अर्को छ कि त्यही भएर को यो बेनीले बोकेर आएको क्या यो के छ लास्टै खटारा भएको छ यो बाइक यो कतिखेर कानेर पल्टिन सक्छ ब्रेक पनि लाग्दिन रहेछ ए भगवान् मामाको बाइक भन्थ्यो त बोल आइपुग्यो यार हेर्दा हेर्दा यार के बाइक यही छोडेर गएको थिएँ घर राखिदियो भनेर दामी कता भइसक्यो किन गएको थियो चराइतिर ए गोरे कि काले रे एउटा मुन्टाले रमेश देखिरा है ए आइपुग्यो कि के हो हामी यसरी खुट्टा पुग्यो त लप्पस खाएर कहाँ छ मेरो बाइकमा यस्तो कति मजा आउँछ 500 ल भाग्यमानी भयो हो अनि दारा त्यहाँ बस्नु